हेलो गाइज नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल इट्स मी मिना गुरुङ वेलकम स्वागत छ हजुरलाई मेरो च्यानलमा। अनि आज चाहिँ यत्तिकै घर बस्दा बस्दा बोर लाग्यो अनि हामी चाहिँ उता पिङगेला जान लागिरहेको छ। त्यहाँ यतापट्टि पछाडिपट्टि त्यहाँ पिङ बनाएको क्या ठुलो, अनि त्यही भएर पिङ खेल्न लागेको छ। अनि त्यहाँ हजुरलाई देखाउँछ भिडियोहरू हेरिदिनु होला। सबैजनालाई मेरो भुटको राम्रो होला। कस्तो लाग्यो भन? मेरो भुट कस्तो लाग्यो होला? के हो रे भाइ? पिगी ब्याङ हो? मेरो पिगी ब्याङ कस्तो लाग्यो? राम्रो लाग्यो भने कमेन्ट गरिदिनु होला। राम्रो लाग्यो भने कमेन्ट गरिदिनु, राम्रो लागेन भने के पनि नगर्नु। रसिका मोटी हात्तीको अनि रसिका मोटी हात्तीको यो चाहिँ अनि पिके ब्याम कस्तो होला? यो पिगी ब्याम गरिदिनु, नराम्रो छ भने केही पनि नगरिदिनु है रसिकाको। रसिका मोटी हात्तीले त्यसो भन्यो नि दिदीलाई भन्छ त, रसिकालाई नि त लुरे भनेर बोलाउँछ त। बोलाउनु तिमीलाई मलाई त तपाईँ पनि भनेन, मैले सुनेन त। तपाईँ त मोटी हात्ती हो त। बेइज्जत गर्छस्। तपाईँ नि मोटी हात्ती हो त। त के हो त? छोटी हात्ती। छोटी हात्ती हो? तपाईँ चाहिँ मोटी हात्ती। बाबा चाहिँ पातली हात्ती हो? हात्ती चाहिँ अनि काली हात्ती। अनि आमा चाहिँ अनि कास्ली हात्ती। मम्मी चाहिँ अनि कानी, अनि पङ्ख चाहिँ नि छानी। तपाईँको बाउनी ल गपु दादालाई हामीले आज आमन तेरो बुढी हो? अनि के बुढी भनेको त? त्यही भएर बुढी उयो थियो कि एउटा सानो यो घर थियो कि सानो कस्तो राम्रो। ल अब हामी खाजा खान लागेको। खाजामा चाहिँ हाम्रो चाहिँ यहाँ छ के अरे सुकुटी चिउरा उस गरेको चाहिँ हामीले साँधेको होइन। यहाँ छ यो खाने मान्छेहरू। अनि मेरो यो चाहिँ मोही। अनि त्यहाँबाट खाँदैछु है साथीहरू। कस्तो छ? हेलो साथीहरू, आज चाहिँ हामी चाहिँ फिल्म हेर्न जान लागेको। कान्तारा भन्ने साउथ इन्डियन मुभी छ क्या, एकदम राम्रो छ। हामी यहाँ यसरी झलाको हुन्छ हाम्रो बेबी सर। अब हामी लाग्यौँ। फाइनली रोशनी में तो सब कुछ
फाइनली हामी चाहिँ घर आइपुग्यो अनि त्यहाँबाट अनि अब चाहिँ मलाई चाहिँ मुभी एकदम राम्रो लाग्यो है मलाई एकदम राम्रो लाग्यो त्यो फिल्म चाहिँ मलाई हेर्न मन लाग्थ्यो अनि अब मेरो भिडियो अब यति नै हुन्छ अब हामी चाहिँ खाएर खानासाना खाएर यहाँ खानासाना खाएर अब एकछिन रेस्ट गरेर सोध्छौँ होइन अनि अब मेरो भिडियो आजलाई यति नै हिँड गर्न चाहन्छु अनि धेरै धेरै धन्यवाद अन्तिम समय हेरिदिनु भएकोमा भनेर भन्न चाहन्छु अनि यहाँ हुनुहुन्छ मेरो छोरी आइ छोरी फिल्म कस्तो लाग्यो फिल्म कस्तो लाग्यो ल भनिदिनुहोस् जनता जान्न चाहन्छ नाइस राम्रो थियो डराइस लाग्यो त है हजुर डरायो कति डराइस पल्लबाट हेरेर बसिरहेको थियो अनि म डराएँ त्यो के भन्छ अरे बोक्सीको घरमा डराएर उता फर्केर बसेछ त्यो त्यसमा डराएँ साथीहरू होइन बच्चाहरूलाई चाहिँ लिएर नजानु होला बच्चाहरू लिएर गयो भने चाहिँ तर्सिन्छ है सातो पनि जानु सक्छ त्यही भएर ठुलो मान्छेहरू मात्रै डराउन भन्दै ल अब मेरो भिडियो यति नै अब म हिँड गर्न चाहन्छु अनि भिडियो सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला अनि त्यहाँबाट अब फेरि अब अरू भिडियो पनि ल्याउँछु म ल्याउने कोसिस गर्छु आजलाई यति नै हस्त धन्यवाद बाई